सबै तर्क अनि प्रमाणहरूलाई मध्यनजर राख्दै यो न्यायाधीशले अपराधी शैलाभ देवानलाई 4 जना युवाहरूको हत्यारा ठहर गर्छ अनि मृत्युदण्ड सुनाउँछ। अपराधीलाई अन्तिम पल्ट केही भन्नु छ? मलाई केही भन्नु छ? 2 वर्षसम्म मैले न्याय मागे, हात जोडे याचना गरे, कसैले सुनेन। कुनै सानो बालकले चकलेट किनी माग्दा उसको आमा बाबाले बेवास्ता गरेछे। मेरो परिवारको गुहार कसैले सुनेन। आज आएर मलाई यो सोधिँदैछ कि मलाई के भन्नु छ? धेरै कुराहरू भन्नु छ मलाई, धेरै कुरा। कसले सुन्छ? तपाईँ? यो रनर तपाईँ सुन्नुहुन्छ? सक्नुहुन्छ सुन्नु? भन्छु म भन्छु। यो रनर, यो अदालतले सुनाएको सजाय म खुसी खुसी स्वीकार गर्छु, किनभने आई डोन्ट रिग्रेट व्हाट आई डिड। नाइ यति पनि मलाई पश्चाताप छैन। थाहा छ मलाई, जब मेरो प्राण जान्छ र जब मेरो लास मेरो घरमा पुग्छ त मेरो आमाले गर्वसँग भन्छ, हेर मेरो छोरा एउटा मर्द हो। गर्व गर्छ मेरो चेलीले जब उसलाई म मृत्युपछि भेट्छु कि उसको माइतीले उसको प्रतिशोध लिएर आएको छ। म त सक्ने भए तिनीहरूलाई फेरि जिउँदो पारेर फेरि तिनीहरूको हत्या गर्थे। पटक पटक बारम्बार गर्थे, अलग अलग प्रकारले गर्थे, अलग अलग हतियारले गर्थे। जसरी तिनीहरूले मेरो चेलीको बलात्कार गर्यो, जसरी उसलाई तर्पायो, जसरी निर्दय पाराले उसको हत्या गर्यो, त्यसरी नै म फेरि उनीहरूको हत्या गर्थे। सुत्नु सक्दिन म। मेरो चेली मेरो सपनामा आएर रुन्थ्यो, चिच्याउँथ्यो, मलाई पीडा छ भन्थ्यो। जब ती 4 शैतानहरू खुल्ला हावामा सास फेरिरहेको थियो, मेरो आत्मा आगोमा जलिरहेको थियो। तब कसले देख्यो? कसले सोध्यो? यो निर्णय त मेरो लागि दण्ड होइन, यो त मेरो मुक्ति हो। इट्स ब्लडी साल्भेसन। यो संसारबाट, यस्तो संसारबाट जहाँ एउटा बलात्कार गर्ने होइन, एउटा बलात्कारीको हत्या गर्ने ठूलो अपराधी हो, महाअपराध हो। अनि म त्यो महान अपराधी हो। मृत्यु त सानो भयो। म त जब यहाँबाट मेरो सजायको पालन हुन्छ, मलाई झुन्ड्याइन्छ, मेरो प्राण मुक्त हुन्छ, म नर्क जान्छु। अनि त्यहाँ गएर फेरि तिनीहरूको आत्माको पनि हत्या गर्छु, उनीहरूको प्राणलाई अनन्त कालसम्म निचोडिरहन्छु, यति यातना दिन्छु, यति तर्पाउँछु कि स्वयं नर्कको शासकले पनि न त कसैलाई दिएको होस्, न त कसैलाई दिनु सकोस्। हर लोकबाट उनीहरूको अस्तित्व मेटाउँछु म। निर्दोष छैनन् तिनीहरू, बलात्कारी हुन्, राक्षस हुन्। अनि यस्तो राक्षसलाई जिउने कुनै अधिकार छैन। एन्ड आई हेभ मेड श्योर अफ इट। किनभने त्यो मर्द होइन जसले एउटी नारीको गौरवको सुरक्षा गर्न सक्दैन। अरू केही भन्नु छैन मलाई।